यहाँ प्रश्न छ हटाउने विधिद्वारा x र y को मान पत्ता लगाउनुहोस्। हटाउने विधिबाट जस्तै समीकरण छ एउटा x + y = 16, अर्को छ x - y = -4। अब यसमा चाहिँ समीकरण 1 र समीकरण 2 लाई चाहिँ जोड्ने अनि x + y = 16 र अर्को छ x - y = -4। यो दुईटैलाई जोड्दाखेरि यो प्लस र यो माइनस छ भने यो क्यान्सल हुन्छ। x र x 2x बराबर +16 - 4 भनेपछि 12 घटेर अब यो चाहिँ यतातिर गुणनमा छ भने उतातिर गएपछि भागमा जान्छ। x = 12/2 भने x = 6। अब x को मान समीकरण 1 र समीकरण 2 मध्ये कुनैमा हाल्दा हुन्छ। त x को मान मैले समीकरण 1 मा राख्दा यहाँनिर x को ठाउँमा 6 + y = 16, y बराबर यो यतातिर गएपछि -6 हुन्छ। 16 बाट 6 घटेपछि 10। अब यसलाई चाहिँ जाँचेको छ यतातिर जाँच्दा x को भ्यालु 6 प्लस y को भ्यालु 10 बराबर 16, 16 बराबर 16 भयो। त्यस्तै गरी अर्को प्रश्न छ 3x - 2y = 4, 5x - y = 23। समीकरण 1 अब यसमा के गर्नुपर्छ भन्दाखेरि कुनै समीकरणमा जस्तै कुनै भेरिएबलको कोएफिसिएन्टहरूलाई मिलाउनु पर्छ। जस्तै मैले यहाँनिर x को कोएफिसिएन्टहरू मिलाउनको लागि यो 5 ले यसमा गुणन गर्ने र यो 3 ले यो समीकरणमा गुणन गर्ने। जस्तै समीकरण 1 मा यो 5 ले गुणन गरेको र समीकरण 2 मा यो 3 ले चाहिँ गुणन गरे। गुणन गर्दाखेरि कति हुन्छ त 5 ले यसमा गुणन गर्दाखेरि 5 तिया 15x माइनस को माइनस त्यसपछि के रे 5 दुना 10y बराबर 4 पंचे 20। त्यस्तै गरी समीकरण 2 मा चाहिँ 3 ले गुणन गर्नु छ भन्दाखेरि 5 तिया 15 अनि त्यसपछि यो माइनस को माइनस अनि त्यसपछि 3 एकान्त 3 अनि y बराबर 23 * 3 भनेपछि 69। अब यसमा एउटा कुरा बुझ्नु के पर्छ भन्दाखेरि जस्तै साइन एउटै भयो भने साइन सेम भएपछि घटाउने साइन फरक भएपछि जोड्ने। जस्तै यो पहिलाको समीकरणमा यसमा यो दुईटाको साइन फरक छ त्यही भएर यहाँनिर जोडेको छ। यहाँनिर साइन चाहिँ सेम छ भन्दाखेरि यहाँनिर चाहिँ घटाउनु पर्छ। भन्दाखेरि यो घटाउँदाखेरि साइन चेन्ज हुन्छ। यो प्लस छ भने यो माइनस, माइनस छ भने प्लस, प्लस छ भने माइनस, प्लस माइनस क्यान्सल भयो। अब यसको लागि यो -3 होइन कि यो +3y हुन्छ। अनि -10 बाट 3 -10 + 3 भनेको -7y अनि यो घटाएर -49 हुन्छ। y बराबर -49/-7। त्यस्तै गरी y बराबर 7। अब यो y को मान समीकरण 1 मा राख्दाखेरि 3x * 2 * y को मान 7 बराबर 4, 3x - 7 दुना 14 बराबर 4, 3x बराबर 4 यो माइनस छ भने बराबर हुँदा त्यो साइड गएपछि +14। त्यसपछि 3x बराबर 14 र 4 18 यो गुणामा छ भने उतातिर गएपछि भाग हुन्छ। x बराबर 6, x को मान 6, y को मान 7। अब यहाँनिर जाँचिएको छ। अब यहाँनिर भ्यालु राखेको छ 3 * x को मान 6 - 2 * y को भ्यालु 7। मैले समीकरण 1 मा राखेर यहाँनिर 1 मा राखेर जाँचेको छु यसमा राखेर। अब यो दुईटै बराबर भयो।